लगाइछ चाहिँ बाबुको ट्रायल हुँदैछ। अब अझै देखाउँदिन कमरदेखि तल भिडियो। एसएनएमको लुगा हल्का ठुलो भएछ है साइज होइन। लगाइछ यहाँ फेरि बाबुको ट्रायल हुँदैछ लुगाको। कतिवटा पसलमा हेर्नु पऱ्यो लुगाहरू भनिदिनु त। कतिवटा 20वटा पसलमा। गाइज गुड मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरूलाई मेरो नयाँ ब्लगमा स्वागत छ। गाइज हामीहरू चाहिँ म बाबु बुढी धुलाबारीतिर यसो सपिङ गरेर जाँदैछु। हल्का घामले यस्तो लागिरहेछ बिहान बिहानै। लगाइज चाहिँ हामीहरू यहाँ बसको वेटिङमा छौँ। अर्ली मर्निङ एकदम ठुलो घाम लागिरहेछ। गाइज हामीहरू चाहिँ धुलाबारी आइपुग्नु पुगेको छौँ। तर जाँदैछु अब बजार एरियातर्फ। गाइज अहिले चाहिँ हामीहरू यहाँ धुलाबारीको सपिङ मलभित्र छौँ। प्रायः सबै किड्स कलेक्सनहरू रहेको छ। लेडिज मेन्स कलेक्सन सबै छ। हामीले बाबुको लागि कपडा खोज्दैछौँ। स्पेसल्ली किड्स कलेक्सन छ यतातिर चाहिँ। यता पनि त्यही छ बच्चाहरूको लागि। यतातिर हुन्छ हाम्रो बाबु। दसैँ आएर पुरै सपिङ मल एकदम व्यस्त छ। र हामीहरू निस्किसक्यौँ यता रोड साइडतर्फ। अहिले चाहिँ गाई यहाँ धुलाबारीको नाली यस्तो छ। यो नयाँ पाइपलाइन जोडेको छ पानीको, त्यही भएर खाल्टी रहेछ। बाटो पनि यस्तो छ, पानी नपरेर धुलामै भइरहेछ। र हामीहरू जाँदैछौँ अब अर्को पसलतर्फ। लगाइ यहाँ छोरा चाहिँ कपडा छान्दा खाँदै तिर्खा लगाएर पानी खाँदै हुन्छ बाबु चाहिँ। हामीहरू किड्स कलेक्सनमा छु मैले बाबुको लागि। लगाइ चाहिँ बाबुले आइस गोला खानु नापेको छ। टेस्ट गर्दा छोरा कस्तो छ? अमिलो लगाइ चाहिँ बाबुको ट्रायल हुँदैछ कपडाको। ट्रायल रुम पनि छैन यहाँ चाहिँ, ओपन ट्रायल। राम्रो छ त सर्ट त, हल्का साइज चाहिँ ठुलो छ भाइ। बट ठिकै छ, पर्फेक्ट नानी हो। यो छिटो बिगार्दैन सर, तपाईँको बढिया सर्ट हो। हामीहरू चाहिँ यहाँ पनि भेटेन बाबुको लुगा। फेरि हामीहरू काठबेरीतिर जाँदैछौँ भाइ बाबुको कपडाको लागि। कपडै भेटिएन बाबुको लागि। 15वटा पसल भेटेँ हेऱ्यो होला। नागरिक आउँदैछ फेरि। अब यो नागरिकमा चढेर जाँदैछौँ गाइस हामीहरू चाहिँ। अब यो अटो टेम्पोको अङ्कलले चाहिँ जिद्दी गर्नु भएर जाउँ भएर भनेर अब हामीहरू चाहिँ नागरिक चढेर जान्छौँ। हामीहरू चाहिँ फर्किँदैछौँ सबै धुलाबारीबाट फेरि अब काँडभिट्टातर्फ। बाबु चाहिँ पुरै गेम खेल्दै हुन्छ यहाँ गाडीभित्रै। अफलाइन गेम खेल्नु भएको छु र। धुलाबारीमा 7 देखि 8 ठाउँसम्म पनि हेऱ्यो बाबुको कपडा पाइएन। अब फेरि हामीहरू आइपुग्यौँ हाम्रै काँडभिट्टा। दक्षिणको गाडी एउटा झरी पनि सक्यो। ल फेरि हामी जाँदैछौँ मिनी मार्केट काँडभिट्टाको। मिनी मार्केट होइन जाने कि नजाने हो? लगाइ चाहिँ अब हाम्रो यही बाटो हुँदै जान्छौँ मिनी मार्केट। स्टे ट्युन गाइज। लगाइ छ अहिले चाहिँ हाम्रो यहाँ मिनी मार्केटमा छौँ। यो काँडभिट्टाको मिनी मार्केट चाहिँ। बुढी र छोरा पनि लुगा खाँदै हुन्छ। इमिग्रेसन आउँछ यहाँ पनि। के अरे बाबु? बाबुको अझै भएको छैन, सेलेक्सन भएको छैन कपडाको, मिलेकै छैन। लु पेन लगाइदिनु। लु कहाँ चाहिँ किन्ने त अनि? लाउनु
अब अझै देखाउँदिनँ कम्मरदेखि तर भिडियो हेर्नु अब जति हेर्नु लागि हेर्नु पुरै एम्ब्रोइडरी नै गरे हाम्रो तर लगाइज बाबुको लागि कपडा चाहिँ खै बन्नेकै छैन क्या योपालिको दसैँको लागि चाहिँ यहाँ भेट्दै भेट्दैन त लुगा छोरा मलाई एकदम सकेको लगाइछ यहाँ चाहिँ बाबुलाई एसएनएमको लुगा हल्का ठुलो भएछ है साइज चाहिँ होइन अर्को देखाइदिनु दाइ एक साइज सानो लगाइस अहिले फेरि हामीहरू अर्को पसल लगाएको छौँ पसल हेर्दा 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 लुगा खोज्दा खोज्दा आज दिन जाने हो यहाँ सब्जी चाहिँ लुगा खोज्दै हुन्छ बाबुको लागि सुरु कटनको हेर्नु न कटनको लगाइछ यहाँ फेरि बाबुको ट्रायल हुँदैछ लुगाको व्हाइट कलर बाबुलाई लुगा छान्दा छान्दा हेर्दा हेर्दै वाक्कै लगाइसक्ने छोरा कस्तो भइसक्यो छोरा ब्लू दिनु कि कस्तो भइसक्यो छोरा ब्लू दिनु कि भाई मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार हजुर हजुर मिक्सहरू वाइट फुल्ली नदिनु हल्का मिक्सहरू भएको दिनु येलो दिनु येल्लो येल्लो हेर्नु न पक्नु येल्लो पनि हेरौँ न यो ओरेन्ज पनि छ येलो पनि छ येल्लो त यो हुन्छ बहिनी यहाँ हान्नु त्यो त नलाउने यस्तो लाउँदैन यो वाइट वाइटमा हेर्छ है पक्नु ल म साइज ठिक छ त हो त्यहाँभन्दा लामो त कहाँ लाउँछ त हजुर लगाइसक्यो फेरि अहिले हामीहरू अर्को पसल लगाएको छौँ लुगाहरू थियो छोराको फेरि साइज भयो यो साइज चाहिँ ठिकै हुने रहेछ है यो साइजको सर्टहरु अरु देखाउनु न हौ राम्रो छ यो चाहिँ यो साइजको सर्टहरु त्यो त मैले हेरेको पेन्ट थिएँ नानी खै ऊ त्यो अर्कै हो त यो त होइन यो यस्तो खालको यो खालको यो यसमा छैन बहिनी साइज यो हुन्छ होला त यो हुन्न यो ट्राई गर्नु न लगाइज बिचरा बाबु पनि थाकिसक्नु भयो कपडा हेर्दा हेर्दा दिनभरि यस्तो सर्टहरु अरु डिजाइनमा चाहिँ तपाईले 15वटा भन्दा धेरै पसल होला अहिलेसम्म कपडा हेरेको मैले भिडियो चाहिँ गरेको छु धेरैवटा पसलको म चाहिँ छु यहाँ अहिले पसलमा लगाइज यहाँ चाहिँ फेरि अर्को पसलै बाबुले ट्राई गर्दै हुन्छ लुगा गाइज फाइनल्ली बाबुको कपडा चाहिँ भेटिसकेको छ यो पसलमा छोरा यता हेर्नु बाबु छोरो यता हेर्नु न हौ हामी चाहिँ लाग्यो फाइनल्ली लुगा भेट्यो बाबुको होइन मिनी मार्केटहरू चाहिँ काँडभिट्टाको कहाँबाट सङ्कलकोबाट चाप्टर सपिङ यहाँ छोराले चाहिँ यहाँ आइसक्रिम खानु हुँदैछ है यो चाहिँ काँडभिट्टाको बस पार्क हो खै छिटो दिनु दुईवटा मिक्स गरेर दिनु छोरो यता हेर्नु कस्तो दादाको सपिङ हजुर राम्रो सपिङ कतिवटा पसलमा हेर्नु पऱ्यो लुगाहरू भनिदिनु त 20 कतिवटा 20वटा पसलमा र मामुले चाहिँ प्याजी खाँदै हुन्छ पिरो छ लास्टै अचार नलाइदिएको हाम्रो दिनभरि एक झोला लुगा किन्नलाई 20 भन्दा धेरै पसलमा छिर्नु पऱ्यो ल छोराको आइसक्रिम पनि आइसक्यो फाइनल्ली ल खानु अब पैसा दिनु भाइलाई फाइनल्ली हाम्रो सपिङ सकिएर हामी चाहिँ अहिले घरतर्फ लाग्दैछौँ एकदम चकमन्न भइसक्यो वरिपरि रात परिरहेछ यतातिर हिलो हिलो छ छोरा अलिक मजाले टेकेर हिँड्नु है यो चाहिँ लाइट पनि प्लस भिडियो पनि बाटो पनि देख्ने भयो भिडियो पनि रेकर्ड हुने भयो यस्तो छ गाइस यहाँको बाटो घाला चाहिँ उता नयाँ घर बनाउने अङ्कलले पानी हाल्नुभयो यस्तो छ त्यही भएर सबै त पानी बगेको रहेछ लगाइस आज चाहिँ एकदम दिनभरि थकित पाराले पसलतिर हेर्दा 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 20वटा भन्दा धेरै पसल हेर्नु होला
बच्चाको लुगा भेट्ने यति गाह्रो छ कि त्यही भएर मलाई पनि लुगा चाहिँ किन्नै मन लाग्दैन भेट्दैन भने जस्तो लुगा पनि किन नकिनेछ र अबदेखि कतिवटा पसल हेर्नुभयो लुगाको 20वटा बिचरा बाबु खोल्नु लाउनु होइन 1 महिनाको स्कुलको युनिफर्म लगाए जस्तो भयो है लगाइ त्यति भन्दै अब म मेरो ब्लगलाई एन्ड गर्नुपर्ने हुन्छ आई थिङ्क यो इन्जोय भिडियो मन पऱ्यो लाइक गरिदिनु होला च्यानललाई सब्सक्राइब होला सी यु नेक्स्ट भिडियो थ्याङ्क्स फर वाचिङ गाइस बाई भनिदिनु छ र ल घर पनि आइपुग्यो गाइस फाइनल्ली I love you more than words can say. I'll be with you every step